वेलकम टू डीबीएस होला गाइस हामी चाहिँ आज घुम्न जान लाग्छौँ टक्क पारेमा सबैलाई मेरो भ्लगमा धेरै दिनपछि स्वागत छ टक्क हाम्रा गाइडर हुँदै गाइड गर्नेलाई भित्र नास्ता खान लाग्छ हामीलाई नभन्दा टक्क त्यो रणवीरको कुरा उ छ त्यसको आज लुक छ त होइन काटेर कि आज रणवीरको सुट देखाइदिएको अन्त स्वर बजारबाट अगाडि हाम्रो टक्क पारमा पेटमा चारो हालेर आफ्नो भित्र हिँड्नलाई लागिसक्यो आफ्नो कहाँ जाने हो थाहा छैन टक्क पारमा यहाँ ठाउँ छैन बस्न होइन सुन्दरी टक्क पारमा गाइस हामीले बसको अप्सन छ नि हामीलाई कोही पनि छैन हाम्रै बस भन्दा पनि भयो हाम्रै बस हो टक्क पारमा हामीले रिजर्भ गरेर जस्तै हो कि कोही पनि छैन टक्क पारमा पछि कल गरिन्छ कल काँचै भाइ भनिन्छ टक्क लिन आउँछ आफ्नै हो यो टक्क यतिको चाहिँ हुनु पर्यो हाम्रो है घुम्न टक्क पारामा यो सुन्दरी जल भन्ने त्यो लाग्यो त्यहाँदेखि बसमा आउँदा आउँदा यस्तो बोमेट आएर हैरान मलाई सानो सानो ठाउँमा पनि बोमेट आउँदा गाह्रो छ यस्तो यस्तो रहेछ जल टक्क हामीतिर लाग्यौँ है गैडाहरू अगाडि छन् अगाडि जान चाहिँ निकुञ्ज क्षेत्रमा पुगिसकेका छौँ टक्क पारामा टिकट काटेर सिगरेट पनि काट्यो यहाँबाट टक्क यहाँ आर्मी गाईहरू छन् त्यहाँ टक्क हामी टिकटलाई देखाउने छौँ अनि लाग्नेछौँ उहाँ चाहिँ हाम्रो हिरो छन् आउँदैछन् हामी चाहिँ यात्रामा निस्क्यौँ है टक्क पारमा माथिहरू राक्षसहरू छन् हामी चाहिँ तल्लो चाहिँ भगवानहरू छौँ टक्क यहाँ म चाहिँ फर्ममा उत्रिसकेँ यहाँ हाम्रा के भने क्यामराम्यान हाम्रा चराचुरुङ्गी पूर्वी पारामा सबको सुट लिने प्लानमा छन् लगाइ नुहाउनुपर्छ तीनजना छोकरी छन् हामी 6 जना हौ हामी हातपात केही पनि गर्दैनौँ तर केटी प्रायः केटीहरू मसँग मक्ख हुने छन् म केटीहरूलाई के गर्छु भनेपछि तिनीहरूसँग मिल्छौँ सँगै यात्रा गर्न लाग्छौँ सँगै जान्छौँ हामी र त्यही हो गाइस मारे झोलामा लग्ने हो कि लगाइछु त्यहाँ काली छ काली चाहिँ टाइपको हुन्छ नि माथिको पेनिङ इलाका आयो गाइस चाहिँ आर्मीहरू छन् धेरै नराम्रो चिज गर्नु भएन टक्क पारा हिँड्दैछौँ हाम्रो दोषहरू छैन होइन दोष हुनाले सबले हामीलाई बाँदर भन्छ नि त सबले हामीलाई बाँदर भन्छ त्यही भएर त्यो हाम्रै दोष हुन् साथी हामी चाहिँ घुम्न गयो ल भाइ रोनाल्डो मेसी नेमारमा नेमारै बेटर हो हल्ला नगरी बस है कन्याहरूलाई पख टक्क पारामा लग्यो हिँड्यो हामी चाहिँ हामी चाहिँ पहिला एकचोटि गइसक्यो मान्छे भेटायो त्यो एकचोटि पहिला गइसकेर रहेछौँ त्यही भएर हामीलाई यो बाटो कुन सर्टकट हो भन्ने चाहिँ इजिली थाहा हुनु लाग्यो त्यो मान्छेको कारणले गर्दा हामी चाहिँ सर्टकट बाटो हिँडिरहेको छौँ त्यो बाटो चाहिँ यस्तै छ अब यो साइडबाट रोड पनि रहेछ फेरि यो साइडमा टक्क पारामा डिबिएस च्यानललाई सब्सक्राइब गरेर गाइज है डिबिएस काठमाडौँ यता छ त्यहाँभित्र यता काठमाडौँ छ रोनाल्डो मेसी नेमार पेकमा साल नेमार हो हामी आउँदाखेरि सँगै आउनुभएको थियो त
घुम्दै डुल्दै रमाइलो गर्दै आफ्नै धुनमा हामी चाहिँ जाँदैछौँ टक्क बाह्रमा। यो यहाँ गाउँ छ थोरै सानसानो भयो भने रमाइलो टाइपको मडै गाउँ छ यतातिर। यता पछाडि जङ्गल छ, यहाँ नानी समाज छ। ल गाइज पुरा जङ्गल चाहिँ बबाल छ यार। दिदी हाम्रो भरोसा मेरो भरोसा ओए रातो छ हौ, यो त कालो छैन, रातो रातो छ। एनाकोन्डा जस्तो देख्यौँ हामीले होइन। हामी चाहिँ पुगिसक्यौँ यो घना जङ्गलमा। अहिले चाहिँ कोही छैन, म एक्लै छु। केटाहरू चाहिँ पछाडि छन्, धेरै पछाडि छन्। म चाहिँ हल्का अगाडि आइसकेँ, किनकि तिनीहरू हिँडिहाल्दैन कि। म चाहिँ हल्का अगाडि आएर यो साइडमा हल्का बस्छु, थोरै बस्छु यता। यो जङ्गल चाहिँ धेरै घना जङ्गल छ, तर म चाहिँ हल्का वेट गर्छु। धेरै अगाडि नबढ्नु, धेरै अगाडि धेरै घना जङ्गल छ। म साथीहरू हेर्न सक्नुहुन्छ, अहिले म निस्केँ छैन। यस्तो रोड छ, निस्केकै छैन कोही पनि, यहाँ पनि यस्तो रोड हुन्छ। तर म धेरै अगाडि चाहिँ जाँदैन, घना जङ्गल चाहिँ रिक्स हुन्छ। म चाहिँ यहाँ वेट गर्छु थोरै। केटाहरू आए जस्तो छन् होइन, म तिनीहरूलाई तर्साउँछु यहाँबाट। यहाँ पछाडि आउँदैछन्। ज्यान चाहिँ पुरा बाहुबली उयोको के अरे गोरिल्ला गोरिल्ला। हामी चाहिँ बादलभन्दा माथि पुग्यौँ, टक्क बाह्रमा यहाँ छौँ। बादल माथि हिँड्दै आएन, हिँड्दैछौँ। यहाँ उता आधा रचेस छन्, यता चाहिँ आधा रचेस छन्। ल त्यही हो, म चाहिँ यहाँ रात छु। Here we have gone. के हो र त खै दाइ? हामी चाहिँ यहाँ कहाँ हो? ताल जस्तो छ त फेरि यहाँ के हो तल? ताल जस्तो हो त फेरि तल, थाहा छैन। ए ताल हो यो, आमा ओ ताल हो यो फेरि। कुन ताल हो यो? यही हो हामी घुम्न आएको। कहाँ छ? ल गाइस हामी चाहिँ फाइनली यो कुन ठाउँ हो त्यहाँ पुग्यौँ। फेरि घुम्न चाहिँ अर्को ठाउँ हो, थाहा छैन। ल कहाँ छ कस्तो होइन गइ जस्तो होइन त्यो आर्मी छ नि है, बबाल चाल्छ नि है। माछा रहेछ। हामी बस्नु यो गेममा, हामी यही हेर्नलाई आएको। यस्तो खुट्टा सुट्टा दुखाएर यही हेर्नलाई, तर मलाई राम्रो लागेन। टक्क यही छ, यस्तो पछाडि यस्तो दामी छ त राम्रो छ। ताल बबाल छ यता, यहाँ यस्तो घना जङ्गल छ, बबाल छ। यहाँ फेरि बबाल ठाउँ छन्। टक्क ताल चाहिँ राम्रो छ, सफा छ। आहा नुहाउन कति मजा हुन्थ्यो, तर हामी चाहिँ नुहाउँदैन। यहाँ सर्प हिँड्न लागेदेखि सर्प चाहिँ हामी चाहिँ नुहाउँदैन। टक्क यो ताल चाहिँ एकदम बबाल छ कि, एकदम बबाल छ। ल गाइस खत्रै मसी यतै आउँदैछ। आइज अहिले सबैको कति दामी देखेको ल। टक्क मछली पनि हेऱ्यौँ हामीले गाइस। ल मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु है, पछि डिएस भ्लग छ। ल गाइस यहाँबाट चाहिँ यति राम्रो देखिन यो भ्यू, तर हामी चाहिँ अर्को ठाउँ हिँड्न हल्का राम्रो देखिन्छ अरे तोवाला ठाउँमा, अनि तोवाला ठाउँमा हिँड्न जानु लाग्छौँ। टक्क केटाहरू यहाँ छन्।
टक्क हामी हिँडिसक्यौँ त्यो उहाँको ठाउँमा हेर्नलाई त्यहाँबाट हेर्नलाई भ्यू हेर त बब्बाल आमा माथि कालो तल निलो हेर त ल ढ्यान्डेन बबाल छ है बबाल छ ल ल हेर बबाल यस्तो भ्यू बबाल छ कि कुडी छोरा स्वर्गको आनन्द लिँदा हुन्छ स्वर्ग जानु कहीँ पर्छ मरेर स्वर्ग जाँदा हुन्छ नि मर्नुहुन्न यहीँ छ कि स्वर्ग डाँडा काँडा पहाड साल त्यस्ता त्यस्ता चिजहरूमा घुमो रमाइलो लियो स्वर्ग जानै पर्दैन यही हो स्वर्ग यहीँ बस्ने हो यहीँ के गर्ने हो लगाइ टक्क बारेमा भिडियो फुल हेर्ने हामी चाहिँ यता पनि आयो है ऊ त्यहाँ जाने हौ तँ चाहिँ हल्का राम्रो होला अघि यहाँ छौँ यहाँबाट खासै रमाइलो लागेन यहाँबाट पनि खासै रमाइलो छैन त्यही पनि हामी यहाँ छौँ ल यहाँ जोडी ढुकुल थियो हामीलाई थाहा भएन टक्क बाह्रमा हामी चाहिँ यो वालामा भ्यूमा जाँदैछौँ गाइस ल यसको त्यो सार्खनको जस्तो उभिएर के त्यसलाई यहाँ पुग्न देऊ जाम हो अब के भ्यू ल राक्षसहरू यता हेर त सब ल पछाडि राक्षस छन् यहाँ चाहिँ म दानव छु म हिँडेँ है तिबारा बाहुबलीको सङ तिबारा देखिनवाला छ सब हाइब्रिड उनीहरूले आफै हाल्यो नि त्यही त हो पहिला हाल्यो होला त्यसपछि बढाएन कलरफुल छ नि त यार अरे माछा देख्छ यार हामी चाहिँ त वहाँ देखिने ठाउँ थियौँ त्यहाँबाट चाहिँ एकदम बेकार हावा जस्तो लागिरहेको थियो अहिले यहाँ आएर चाहिँ हल्का बबाल राम्रो चाहिँ देखिरहेको छ यहाँ चाहिँ बबाल रहेछ कि जङ्गल यहाँ चाहिँ देखिरहेको रहेछ टक्क पारामा बबाल छ यहाँबाट चाहिँ एकदम बबाल छ लिएको यहाँ छ अब हामी खानाको रेडी हो ल ट्याक्क पारामा खाने हो टक्क पारामा यहाँ चाहिँ गाईहरू तेल बनाउँदैछन् ल्यान त्यो हालेको हो त खाँदै भने त्यहाँबाट टिपेर खाला आओ काहीँ नै खाने त्यो कसले खाने हुँदैन यसले लिनु सकेको हामीले पनि खाने चिजहरू खायौँ हल्का पेटको हल्का पूजा गऱ्यौँ यहाँ राक्षसहरू खाँदैछन् म चाहिँ राक्षस नम्बर 1 राक्षस नम्बर 2 राक्षस नम्बर 3 राक्षस नम्बर 4 राक्षस नम्बर 5 राक्षस नि टक्क म 8 चाहिँ के भनेपछि क्या भन्छ दानव म दानव छु यहाँ चाहिँ महाराक्षसनी अनि दुईजना महाराक्षसनी अघिदेखि ठिक चाहिँ हुनु महाराक्षसनी र त्यही हो यहाँ अर्को मान्छेहरू छन् यता पनि मजमा छन् उहाँ अझ फेरि छन् अरू मान्छे हामी त्यहाँ छौँ सुरुमा घुमेर आयौँ यहाँ टिक्टो बनाइरहेको मान्छे यहाँ चाहिँ मसँग जस्तो बारेमा मेरो डुलेर लातो भरेर आयौँ त्यति खासै रमाइलो चाहिँ भएन यहाँ हुँदा रमाइलो त अर्कै ठाउँमा हुन्थ्यो
यहाँभन्दा रमाइलो आज फुटसल खेल्न गयो भने त केटाहरूलाई फुटसल खेल्ने भन्दै थिएँ के बाहना गरेर केटाहरू अर्को ठाउँमा जाँदैन याउ भने यस्तै बाहना पढाएँ यहीँ घुम्न आउला भनेर। तर यहाँ घुम्न पनि आएँ, त्यति खासै रमाइलो पनि लागेन। ट्रकको पारामा घुमे जस्तो फिल चाहिँ अहिले भयो। फेरि यहाँ यस्तो छ ठाउँ, बबाल छ, रमणीय ठाउँ छ। माथिमा गएँ म यहीँ माथि गएँ, पछाडि यहाँ फोटो सुट भइरहेछ, यस्तो पोज पनि आइरह। टक्क पारामा यही हो। अब हामी के गरिरहौँ न, हामी अगाडि बढ्यौँ। टक्क यहाँ माछा छन्, धेरै किसिमका माछा छन्। यस्तो ताल छ, यस्तो बबाल छ, भ्यू यस्तो बबाल छ, घुमे जस्तो फिल। अघि जतिखेर आएको थियौँ त्यतिखेर घुमे जस्तो फिलै भएन, मजै आएन कि एक मजा आएन। टक्क पारामा अहिले जतिखेर आयौँ नि हामी, यस्तो ठाउँ देखेर घुमे जस्तो फिल मजा चाहिँ अहिले भयो। ल हेर्न सक्नुहुन्छ, यहाँ पनि छ यस्तो जङ्गल छ, घना जङ्गल छ, बबाल ठाउँ छ, रमणीय ठाउँ छ। यहाँ चाहिँ भर्खरका बुढाबुढीहरू छन्, त्यहाँ त्यो बुढाबुढी भनौँ। अन्त टक्क पारमा यहाँ घुमियो। यहाँ हाम्रो राक्षसहरू छन् टक्क पारमा। यही हो गाइज, अघि जतिखेर त्यो हेर्दा त्यो एरियाबाट हेर्दा चाहिँ रमाइलो भएन, मजा आएन। किन आयो भन्ने टाइपको। यहाँबाट आउँदाखेरि चाहिँ हल्का ठिकै भयो, राम्रो छ। तपाईँ आउँदा हुन्छ, आउन सक्छ, तिमीहरू आउँदा हुन्छ है। सर्र पारामा हिँडेर दौडेर। ल अब हामी जाने बाटो चाहिँ यहाँबाट होला सायद, यो जङ्गलको बाटो चाहिँ जान सक्छौँ हामी चाहिँ सुई पारामा। आइता सुई हान अब। रोक 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 रोक। ल हाम्रो रनल खान राम्रोसँग कि दाइ, एक किताल के पछि स्टोरी चाहिँ परिन्छ। आनन्द हान्नु दाइ, सुई हान न, आनन्द दाइ भने न त। यो 9 नम्बर जर्सी चाहिँ खासमा कस्तो हो? 9 नम्बर जर्सी मलाई थाहा छैन। यो त मैले थ्रिफ्टमा किने। त्यस्तै रोनाल्डो मेसी नेमार नि होइन, को मन पर्छ रोनाल्डो मेसी नेमार मध्ये? नाम मात्रै सुन्यो होला हैन, फुटबल मेसी वाले ठाउँ गयो। ल ठिक छ, ल त्यहाँ मेसी भेटाएर छ, त्यही भएर त अघिदेखि किन सँगै हुँदैन मेसीले। त्यही भएर रहेछ क्या, अघिदेखि मेसी एउटै रहेछ नि, त्यही भएर त्यो मेसी भनेरै रहेछन् कि। हामी नेमार त्यहाँ सुई त्यही हो गाइस। ऊ त्यहाँ जाने हो कि नै त उमा गाइस। यहाँ यस्तो झर्ना छ। फेरि यहाँ मैले कुडो क्या निकाल्थेँ रोनाल्डो मेसीको, यहाँ पुरा झगडा भइगयो, रोनाल्डो मेसीको झगडा भइगयो। ल हामीलाई थाहा छैन, यहाँ जाने होइन उतै। फोर मलाई भने यो फोर राख्ने तल छ त उठाल्ने। ल ए त्यो आइल्यान्डमा जाने होइन, नजाउँ। ल ठिक छ त, नजाउँ त। ल भगवान् छ जाने हो नै। र म चाहिँ गएँ। ल गाइजहरू चाहिँ कोही पनि नआउने अरे, म चाहिँ एक्लै त्यो ठाउँ पुगेर आउँछु, ऊ त्यो ठाउँ पुगेर आउँछु। केटाहरू चाहिँ नआउने अरे। अब यत्रो ठाउँमा आएपछि ऊ चाहिँ यहाँ निषेध छ, त्यही पनि सब गइराखन्, जाउँ त्यही पनि सब गइराखन्। अब यत्रो ठाउँमा आइसकेपछि रमाइलो भन्ने चिज, 2 दिनको जिन्दगी मरिजानु के छ र भने जस्तै मरि नसक्छ। यहाँदेखि चिप्लेर त उयोमा पनि पढ्न सकिन्छ, मर्न सकिन्छ कि। त्यही भएर यहाँ घुमेर जानुपर्छ। तर हल्का चिप्लो हो क्या, चिप्लेर पनि यहाँ नदी छ, कालो छ, गहिरो छ, साला राक्षस आएर खुट्टु तान्न पनि सक्छन्। त्यो पनि के छैन, गहिरो छ कि, गहिरो चाहिँ गहिरो छ कि, वाइल्ड पालमा गहिरो छ। ल म चाहिँ यहीँ आउने भने हो, र टक्क यहीँ हो क्या। म एकचोटि सर र माथि गरेर दामी बनाउँछु है। त्यही हो गाई, यही हेर्नु लागेको थिएँ म। यस्तो छ चिप्लो हो कि, पानी परेको चिप्लो हो क्या, चिप्लो। नजाऊ, एक्लै छौँ, रिक्स लाग्नु हुन्न।
यहाँ कोही पनि छैन म एक्लै छु तर त्यही भएर एक्लै ठाउँमा रिक्स लगाउनु यतातिर रिक्स भन्ने चिज हुन्न ल म चाहिँ यहाँदेखि निस्केँ ल गाइस यो बाटो हो कि हामी चाहिँ हरायौँ होइन यही होला मान्छे हिँडेछन् तर यहाँ घुम्न आयो तर बाटो चाहिँ यस्तो घना जङ्गलमा हामी हरायौँ गए बाटो सक्यो बाटो सक्को पानी भयो तर होला दाइ त्यही हो बाटो गोविन्दे भन न सुन्न नि यार गोविन्द ए हामी हरायौँ बाटो दुईटा हानको हो ए यही रहेछ गाइस बेटा यस्तो घना जग्गा अघि चाहिँ रोड छ यो चाहिँ हल्का सर्टकट हो गरे कि ल यस्तो छ अक्क बाटो गोविन्द यही हो के अक्क बाटो हो कि यही बाटो छ कि यता यही हो के बाटो छ भने यता बाटो कहाँको हो यो त बाटो अघि के बाटो आउँथ्यो गाइस यो बाटो हो कि के हो थाहा छैन त्यो पनि हामी हिँड्दैछौँ है बाटै होला जस्तो छ खोलो छ अब हामी चाहिँ यस्तो घोडा जङ्गलमा आयो कि अघि जाँदाखेरि चाहिँ रोड छ यस्तो हाइकिङ गर्ने ठाउँ त हिँडेको थियो अहिले चाहिँ आर्मीहरूले भनेको थियो हामीहरूलाई यो चाहिँ सर्टकट बाटो छ सर्टकट बाटो जानु भनेको थियो त्यही यो गाइस टक्क पारामा अध्यारो लो गाइस बिस्तारै हिँड्नु हामी सबको यस्तो छ बाटो अहिले जङ्गल छ गोरे काशी ए खुट्टामा लाग्ला ल यो बाटो चाहिँ हामी चाहिँ गोरे काशीसँग भेट भयो अगाडि गोरे काशी छन् भूत राक्षसहरू छन् जुने ल ल ल ल ल ल ल गोरे काँसियालो भिडियो बनाउन रेडी छौ कि नै गाइस यत्रो घुमियो होइन गाइस यत्रो घुमेर एक पनि जुको लागेको थिएन बल्ल एउटा जुको चाहिँ लाग्यो होइन जुको लागेछ बल्ल एउटा के हो ओहो फेरि चाहिँ मेसी रोनाल्डोको डिस्कस भइरहेको एउटा मेसी भेट रोनाल्डो भेटायो हामीले फेरि सब अघिदेखि सब मेसी रोनाल्डो हामी सब नेमार वाला यिनीहरू चाहिँ रोनाल्डो हो हामीले होइन जिरो सर्ट गरे त जिरो सर्ट फिफाको छोरो राक्षस गयो ओए जुने गयो जुने होइन त्यो अर्जेन्टिना त सब उही गेम फलै रपै गेम खेलाइरहेको थियो अर्जेन्टिनाको तिमीहरूलाई थाहा छ फिफाको छोरो फिफाको लाल्टो छोरो अर्जेन्टिना हामी चाहिँ हल्का रमाइलो गर्ने गयौँ टक्क बाह्रमा केही हुन्न ल गाइस टक्क बाह्रमा खान्न ल भोसुडी नाचिरहेको
गाइस हामी चाहिँ त्यो धेक्किने डाँडाभन्दा पहिरिको त्यो धुपडाम भन्ने ठाउँबाट घुमेर यहाँ रमाइलो मजाइलो वाइल्ड पारामा घुमघाम गरेर नुहाएर त्यहाँ रमाइलो गरेर जङ्गलमा आउँदाखेरि त्यो यो साइडको जङ्गल हुँदै आएर रमाइलो गरेर टक्क पारमा आइयो मेरो यस्तो घना जङ्गल छ त्यहाँदेखि आएर त्यो डाँडा पछाडिदेखि आएर टक्क पारमा यहाँ दाइहरू छन् यहाँ चाहिँ बसेको टक्क पारमा यो नुहाइयो मजा गरियो एक हाम्रो राक्षस महाराक्षस आउँदैछ तल त्यही राक्षसकै लागि इन्तजारमा हो ओहो ओहो ल हेर हामी यहाँ पुग्यौँ गाइस टक्क यहाँ पुग्यौँ यहाँ 3वटा रोनाल्डो छन् हामीले वास्तै गऱ्यौँ तिमीहरू सब रोनाल्डो हो नि रोनाल्डो खुब मेसी यहाँ हेर त पछाडि देख्यौ नि पछाडि चुप जाकेर बस्यौँ म चाहिँ जाँदै हेर्दाखेरि यहाँ एउटा सानो ब्रिज पुल अनि यहाँ मन्दिरमा पनि घुम्यौँ हामी फेरि त्यहाँ यस्तै जाने नुहाउने ठाउँ जस्तो के जस्तो छ त्यहाँ यस्तो झर्ना टाइपको यस्तो खोल्सिरो टाइपको फेरि यहाँ त महा डेन्जर छ त्यस्तो मान्छे गायब भएर छिराउने टाइपको छ यहाँ पाइपको पानी लगाएर छिराउने जस्तो टाइपको छ यहाँनिर चाहिँ छिराउने टाइपको छ भाले भएर नुहाउने प्लान गरेर तर नुहाउने टक्क पारामा यहाँ पनि जाने रहेछ यहाँ नुहाउने टाइपको ठाउँ जस्तो रहेछ राम्रो रहेछ मन्दिर चाहिँ यता छ गाई जयपुरमा मन्दिर छ यहाँ कसको लाल जोडीमा कसो घपा घप गरेर राख्नु भाइ यस्ता पवित्र ठाउँमा पनि यस्तो गर्ने चाहिँ होइन कि यस्तो मन्दिर एरियामा चाहिँ पुगिसक्यो भयो मन्दिर छ तर नजानु भनेर यस्तो राम्रो ठाउँ रहेछ तर यहाँ राम्रो ठाउँमा आइपुग्यौँ राम्रै छ ठाउँ जे होस् यहाँ रमाइलो छ त्यहाँ पानी छ राम्रै छ ठाउँ यस्तो छ सिँढी हामी चाहिँ जे होस् राम्रै ठाउँमा आइरहेको छौँ अहिलेसम्म लगायत हामी चाहिँ यता जाने भन्यो यहाँ हल्का रिक्स छ गयो उता बाटो भ्याङ्को चिप्लो छ गऱ्यो यहाँ स्थानीयको अनुसार बुझ्दा चाहिँ यहाँ मान्छे धेरै डुबिरहेको अनुसार गरेको त्यहाँ चिपेर त्यही पनि जाने भने मलाई डर लाग्छ है यस्तो भन्नाले यस्तो चिप्ले चिजमा होइन फेरि यहाँ डर आयो नि त यति पुगौँ न मजा पुग्छु गाई डर मान्नु चाहिँ के चिजमा अब छोरा जस्तो मान्छे भइसकेपछि होइन गाई डर मान्नु चाहिँ बिल्कुल भएन है बाटो चिप्लो लास्ट छ क्या चिप्लो लास्ट छ यहाँ यस्तो बवाल छ नुहाउने ठाउँ रहेछ ऊ त्यहाँ छेउको केटाहरू कोही पनि आएन कसम रिस उठ्टोकै कोही पनि आएन म एक्लै आएँ यहाँ यस्तो छ तर मलाई चाहिँ अरू त्यसको यहाँमा यस्तो डुबेर त्यो भन्दा नि यहाँ के भन्छ नि यहाँ भूत भयो भने राक्षसहरूको डर लाग्छ त म चाहिँ रिटर्न हुन्छु बाटो चिप्लो छ एकदम केयरफुल्ली ला चिप्लो छ कि पानी चुइराख माथिबाट ला चिप्लो छ अति चिप्लो छ केयरफुल भएर भने के भन्दा त इङ्ग्लिसै आउँदैन त्यही भएर जाने